ढङ्ग देखिन्छ भने त्यही बेला 1961 मा भुटानको, जो नेपालभन्दा सानो छ, भुटानको वार्षिक आय, जसलाई पर क्यापिटा इन्कम भनिन्छ, त्यो भुटानको वार्षिक आय पनि $51 नै थियो। यानी नेपाल र भुटानको गरिबी उस्तै थियो। अब भुटानलाई आजको मितिमा उनको पर क्यापिटा इन्कम कति छ भनेर हेर्यौँ भने अनि हाम्रो आँखा खुल्छ। भुटानको पर क्यापिटा इन्कम 24 को तथ्याङ्क अनुसार $3400 छ, जबकि नेपालको 1510। झन्डै भुटानले डबल आर्थिक उन्नति गरेको छ, फड्को मारेको छ। नेपालभन्दा सानो देश, तर उनले थुप्रै फड्को मारेको देखिन्छ भुटानसँग तुलना गरेर पनि। अब अलिकति कतारतिर जाउँ। 1961 मै